झिमझिमाउने आँखा गाउँदैछु म भाका सुनिदेऊ 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 न झिमझिमाउने आँखा गाउँदैछु म भाका सुनिदेऊ 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 न झिमझिमाउने आँखाले मनै हाम्रो चाहिँ अब कसरी भन्दाखेरि उहाँसँग चाहिँ उहाँको आफ्ना आफन्तहरूसँग हामी भेटघाट भयौँ पहिला। कोही मान्छेहरू आफ्ना आफन्तहरू मार्फत पनि भएको थियो होइन। हल्का त्यस्तो धेरै थिएन। मेरो अभिभावक त्यस पछाडि अनि हुन्छ हामीसँग अब एउटा बिहा गर्न योग्य खालको अब चेली छ भनेर उहाँको आफ्नो आफन्तले भन्छ पछाडि हुन्छ नि त भनेर मैले फ्रेन्ड रिक्वेस्ट पठाएको हो। चिनजान चाहिँ हामी देखादेख चाहिँ लगभग हामी त्यो जुन सामाजिक सञ्जाल आफ्नो आफन्तहरूबाट कुरा हुनुभन्दा रेख भेट चाहिँ हाम्रो धेरै अगाडिदेखि थियो। बिस्तारै बिस्तारै अगाडि बढाउन लाग्यौँ, बोल्न थाल्यौँ, एक अर्कालाई बिस्तारै चिन्जान गरेको केही समय बाद त्यत्रो लामो समय पनि हामी अफेयर भएनौँ। अढाई 2-3 महिना 3-4 महिना समथिङ चिन्जान भइसके पछाडि म त्यो अवस्थामा विदेश थिएँ। विदेशबाट आएर चाहिँ अनि एक्कासी उहाँको घरमा गएर चाहिँ उहाँलाई मैले मागेको।